ल हेर्नुहोस् साथीहरू यो बालेन्सा सिटी बस हो यो तर काठमाडौँदेखि आएको कोलपुर अहिले कोलपुर बस पार्कमा छ। यो बाइक चाहिँ छतदेखि तल चाहिँ निकाल्दै हुनुहुन्छ हेर्न सक्नुहुन्छ। कसरी चाहिँ निकालिन्छ त्यो तपाईँहरूलाई पनि देखाउन लागेको छु मैले। बाइक चाहिँ यसरी चाहिँ तल झारिन्छ भनेर। ल हेर्नुहोस् 1 2 3 जना हुनुहुन्छ रस्सी पनि बाँध्नु भएको छ क्या माथितिर। 4 जनाले यसरी चाहिँ तल झारेर राख्नु भएको छ हेर्नुहोस्। ल हेर्नुहोस् त ल हेर्नु है दाइ। ल हेर्नुहोस् है तपाईँको बाइक कसरी झलाइरहेछ। चोटपटक लाग्यो भने फेरि जान्छ तपाईँको बाइक। ए टायरमा चाहिँ रस्सी बाँधेर माथिबाट पनि ग्रिप दिइराख्नु भएको छ तल नआओस् भनेर कि बिस्तारै बिस्तारै छोडिराख्नु भएको छ। तरिका चाहिँ एकदम राम्रो रहेछ है। ल तपाईँले पनि काठमाडौँदेखि बाइक छतमा हालेर ल्याउनुहुन्छ भने एकदम सेफ्टी तरिकाले चाहिँ उतारिँदो रहेछ भन्ने मैले देखेँ। ल हेर्न सक्नुहुन्छ साथीहरू यसरी चाहिँ उतारिँदो रहेछ है त। मैले चाहिँ फर्स्ट टाइम देखेको, तपाईँले पनि अब मेरो माध्यमले देख्नुभयो फर्स्टचोटि भनौँ कि पहिला पनि देखिराख्नु भएको होला। ल हेर्न सक्नुहुन्छ 3 जनाले मात्रै यो बाइक तल झारे।